परमेश्वरमा छ भनेर जब मन ईश्वरमा लगाउनुहुन्छ तब संसारले नसकेको काम वचन खाँदा खाँदै वचनबाट विश्वास निर्माण हुन्छ। निर्माण भएको विश्वासमा खराबीले मुक्का हाने पनि उसलाई दुख्छ, हाम्रो रौँ पनि हल्लिँदैन, हामीलाई काहीँ केही हुन सक्दैन। परमेश्वरले त्यस्तो महिमाको राज्यमा, त्यस्तो सत्यताको राज्यमा हजुर हामीलाई चुन्नु भएको छ। त्यसैले धन्यवाद गर्छु परमात्मा पिता, हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। येशू मसीहको नाउँमा पिताको योजना टाढाबाट पनि आउनुभएको छ, त नजिकबाट सुविधाले जुट्नु भएको छ महिमामा। परमात्मालाई धन्यवाद। एकदमै ईश्वरले डबल गुणा, 1000 गुणा काम गर्नुभएको छ। त दुविधा हुँदा हुँदै पनि ईश्वरको वचनको प्यास गरेर, वचनको महत्त्व बुझेर ईश्वरमा मन दिनुभएको छ। करोडौँ गुणा ईश्वरले आशीर्वाद दिइसक्नु भएको छ। परमात्माले त्यो उन्नति, त्यो आशिष, त्यो शक्तिको काम, त्यो महिमाको काम प्रकट गरेर दिइरहनु भएको छ। परमेश्वर हामी सबको पिता हुनुहुन्छ। हिजोको दिनमा ईश्वर भन्थ्यौँ, परमात्मा भन्थ्यौँ, हे प्रभु भन्थ्यौँ, तर उहाँसँग के नाता, के सम्बन्ध हामीलाई थाहा थिएन। त आज प्रभुसँग हाम्रो दाइको सम्बन्ध रहेछ। हामी एउटै परिवार। जबबाट परमेश्वरले उहाँको राज्यमा ल्याउनु भयो, दिदीबहिनीमा 12 वर्षको फरक छ उमेरमा, टाइममा 12 वर्षपछि सुसम्पन्नता आइन्। तर ईश्वरद्वारा, जस्तै मेरोद्वारा 2टा बच्चा मेरो लागि बराबर हो, त्यस्तै येशू मसीह 2000 वर्ष पहिल्यै आउनुभयो। हामी धेरै पछि आयौँ, तर पनि येशू पनि ईश्वरद्वारा आउनुभयो, हामी पनि ईश्वरद्वारै आयौँ। परमेश्वरले बराबरको हक, बराबरको अधिकार दिनुभयो। तब गुरुले मरेको 4 दिनको लाजरस उठेर आऊ भन्दा जुरुक्क उठेर आउनुभयो। गुरुले कुष्ठरोगीहरू 10 जना कुष्ठरोगी हुनुहुन्थ्यो, तब वचन दिनुभयो। ती कुष्ठरोगीहरूलाई मन्दिरका पुजारीहरूले तिमी त रोगी भनेर इन्कार गरेको थियो, तिरस्कार गरेको थियो। तर येशू मसीहले के भन्नुभयो? वचन दिनुभयो, जाऊ, जसले तिमीलाई इन्कार गरेको उसकै सामुन्ने जाऊ, तिमी निको भइसक्यौ। शब्द दिनुभयो, वचन दिनुभयो। जसले इन्कार गरेको, जसले घृणा गरेको, जसले छिछि दूर दूर गरेको, उहाँसँगै गएर देखाऊ, जाऊ, तिमी निको भइसक्यो बोलेपछि 4 जना कुष्ठरोगीले विश्वास गर्नुभयो, ईश्वरको वचनलाई विश्वास गर्नुभयो। त जति बेला शब्द आयो त्यति बेला चट्टै निको हुनुभयो। तब गएर पुजारीलाई देखाउनु भयो। तब पुजारीले भन्नुभयो, कुष्ठरोग लागेका यिनीहरू होइनन् र? तर आज कसरी निको भयो? कसरी भयो त? ईश्वरको शक्तिको कारण, परमेश्वरको महिमाको कारण, परमेश्वरको आशिषको कारण, परमेश्वरको उद्धारको कारण। तपाईहरूलाई पनि जसले रोगी भनेर, ऋण लागेको भनेर, जसले हजुरलाई इन्कार गर्नु भएको छ, तिरस्कार गर्नु भएको छ, खुसीको साथमा जानु, तपाईलाई पुरै टोटल्ली भला चङ्गा ईश्वरले बनाइसक्नु भयो। क्यान्सर बोकेर आउनु भएको छ भने क्यान्सर नष्ट भइसक्यो, ठिक भइसक्नु भयो। कुष्ठ रोगै बोकेर आउनु भएको छ भने हजुर निको भइसक्नु भयो। जानुस्, ह्यापको साथमा जानुस्, ईश्वरले भला चङ्गा बनाइसक्नु भयो। निसन्तान भएर आउनु भएको छ भने जानुस्, ईश्वरलाई धन्यवाद गर्नुहोस्, तपाईँको कोखमा ईश्वरले सन्तान भरिसक्नु भयो। ऋण लागेर तुच्छ जीवन भएर अपमानको जीवन भोग्नु भएको छ भने खुलेर जानुस्, ऋणलाई धनमा ईश्वरले बदलिसक्नु भयो। परमेश्वरलाई माग्नु। छोराछोरीबाट दुखी पीडित हुनुहुन्छ भने, पीडामा हुनुहुन्छ, सङ्कष्टमा हुनुहुन्छ भने त परमेश्वरलाई माग्नु। जोद्वारा मन कमजोर गराएको थियो हिजोको समयमा, मैले वचन नबुझ्दा, वचन नजान्दा उहाँद्वारै मलाई शिर उच्च पार्ने काम हजुरले गरिसक्नुभयो। मेरो छोराले मलाई अपमान गरेको छ, हेला गरेको छ, मलाई राम्रो बिहेभ गरेको छैन, राम्रो व्यवहार गरेको छैन, बुहारीले गरेको छैन, छोरीले गरेको छैन,
या सासूले गरेको छैन या नन्दा आमाजुले गर्नुभएको छैन भने उहाँहरूद्वारा, उहाँले गरेको होइन कि उहाँहरूद्वारा हिजोको दिनमा रोग निकाल्ने तत्त्वले अर्को तरिकाबाट देखाएको हो, ताकि तपाईँको मन कमजोर होस्, मन खराब होस्, सोच खराब होस् भनेर त्यो खराबीले निकालेको। अब भन्नुहोस्, त्यो खराबी त तपाईँको पैताला मुनिको पनि धेरै टाढा छ, धेरै टाढा छ। पहिले तपाईँले जित्नु भएको छ। तब छोरा बुहारीसँग नखोज्नु, परिवारसँग नखोज्नु, श्रीमान श्रीमतीसँग नखोज्नु, बरु त्यो उल्झनमा परुन्जेल ईश्वरसँग खोज्नु। तब खोज्न आएकालाई पनि दिएर जाने योग्य ईश्वरले बनाइसक्नु भएको छ। धन्यवाद पिता, भइसक्यो। हजुरको काम प्रकट भइसक्यो, हजुरको महिमा प्रकट भइसक्यो। जति गनगन गर्नुहुन्छ त्यति काम बिग्रेर जान्छ, जति आनन्द गर्नुहुन्छ, जति ढुक्क मन गर्नुहुन्छ त्यति छिट्टो टक्क काम प्रकट हुन्छ। ढुक्कको मन ईश्वरको वचनबाट आउँछ, ईश्वरसँग कुरा गरेर आउँछ, पितासँग मन लगाएर आउँछ। आनन्दित मन ईश्वरबाट आउँछ, उत्साहित मन पिताबाट आउँछ। परमेश्वरमा जोडिरहनु भयो, तपाईँको मन रेस्टमा हुन्छ, आराममा हुन्छ। चाहिने वरिपरि कस्तो चाहिने सबै परमेश्वर आफैले ठिक गरेर तपाईँको अगाडि देखाउने ईश्वर हजुरसँगै हुनुहुन्छ। त्यसैले पहिले राज्य खोज्नु, धार्मिकता खोज्नु, चङ्गाई नखोज्नु, उद्धार नखोज्नु, पहिले आनन्द नखोज्नु, पहिले सुख सुविधा नखोज्नु, पहिले गवाई नखोज्नु। पहिले म ईश्वरमा वफादार भएर बढ्छु, म ईश्वरको वचनद्वारा, ईश्वरको आत्माद्वारा बलियो हुन्छु, दरिलो हुन्छु, म यापको साथमा बढ्छु भन्ने मन बनाउनु। म पहिले ईश्वरलाई खोज्छु, म पहिले परमेश्वरको द्वारा भएर चल्छु भन्ने मन बनाउनु। जब मन बनाउनुहुन्छ तब ईश्वरलाई खोज्दै जानुभयो, पितामा वफादार हुँदै जानुभयो, तब चाहिने कुरा ईश्वरले टुप्लुक र प्रकट अहिले भर्खरै गरेर दिइसक्नुभयो। गवाई भए ईश्वर भन्छु, गवाई भएन त भन्दिनँ। यो नै परमेश्वर हजुर हुनुहुन्छ मसँग, त हजुरको साथ नै सबैभन्दा ठुलो मेरो जीवनको उपहार हो। के चाहिन्छ, के गर्नुपर्छ, हजुरले गर्नु पिता भनेर ढुक्क मन गर्नुहुन्छ। हट भनेपछि परमेश्वरले चट पारिसक्नुभयो, सब समस्यालाई हट भनेपछि चट पारिसक्नुभयो। त्यस्तो शक्ति, त्यस्तो महिमा परमात्मा पिताले हजुर हामीलाई दिइसक्नु भएको छ। त्यसै कारणले परमेश्वरलाई एकदमै हरेक समय विश्वास गर्नु, ईश्वरमा सधैँ आनन्द गर्नु। त्यसैले ईश्वरलाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। त्यसैले ईश्वरमा हामीले शरण परेका छौँ र परमेश्वरले शरण पर्नेलाई मरणमा कहिले पनि हुन दिनुहुन्न। परमात्मा धन्यवाद, काम भइसक्यो भनेपछि भइसकेको काम ईश्वरले गरिसक्नुभयो। त्यसैले